के छ भन्दाखेरि अब टिएमएस लगइन गरेपछि हजुर हामीलाई के छ भन्दाखेरि यो हजुरको यो टिएमएस हो हाम्रो भन्दाखेरि पासवर्ड हजुरको टिएमएस त्यो हाम्रो युजर आइडी र पासवर्ड हालेपछि यो लगइन हुन्छ र हामीलाई के छ भन्दाखेरि हाम्रो लिमिट के छ कस्तो छ भन्ने हाम्रो अनि के छ भन्दाखेरि यहाँ हाम्रो अब टिएमएसमा यो हजुरको अब अहिले टिएमएसमा हेर्दाखेरि हाम्रो के छ भन्दाखेरि 20,02,587 रुपियाँको लिमिट छ र हाम्रो अहिले बाई गर्ने एक्टिभ लिमिट भनेको जको जम्मा 62,410 रुपियाँको लिमिट छ 55 पैसाको लिमिट छ। अब यसलाई हामीले अब कि ब्रोकरलाई फोन गरेर के छ भन्दाखेरि माग्नु पर्यो या त WhatsAppमा मेसेज पठाउनु पर्यो या त आफै भेट्नु पर्यो। 3टा उपाय बाहेक अरू कुनै उपाय छैन भनेर अब अहिलेसम्म चलिरहेको छ। त्यसले गर्दाखेरि अब हामी आफै एक्टिभ गर्नलाई के गर्ने भन्दाखेरि हजुरको केही कुनै ठुलो कुरा छैन। यो सिम्पल हिसाबले गर्न जाने हो। पहिला के छ भन्दाखेरि हामी के छ भन्दाखेरि हजुरको यहाँ फन्ड सेटलमेन्टमा जाने हो र फन्ड सेटलमेन्टमा गएपछि हामी के छ भन्दाखेरि यो फन्ड फन्ड म्यानेजमेन्टबाट फन्ड सेटलमेन्टमा गएर अनि यहाँ हेर्दाखेरि हाम्रो यहाँ नेट इन्फर्मेसन र बाई इन्फर्मेसन र सेल इन्फर्मेसन 3टा देखिन्छ हजुरको। बाईमा हाम्रो के छ भन्दाखेरि किनेको हामी कतिको हजुरको 2 दिन 4 दिन 10 दिन पहिला कति किनेको छ त्यो पनि देखिन्छ होइन। अनि हजुरको सेलमा हामी बेचेको हजुरको त्यसरी हजुरको अब 3-4 दिन पहिला या 2 दिन पहिला कुन सेल बेचेको थियो त्यो देखिन्छ हाम्रो एमाउन्ट देखिन्छ। अब यो दुइटैलाई एकै ठाउँमा हामी लग्यो भने हजुरको लिमिट खोल्न सजिलो हुन्छ हजुरको। अनि त्यसपछि हामी बाहिर सेल छोडेर नेटमा जानुपर्छ। नेटमा गएपछि यो हाम्रो के छ भन्दाखेरि दुइटैलाई एकै ठाउँमा ल्याइदिन्छ हजुरको। बाहिर सेल एउटै हजुरको प्रोफाइलमा ल्याइदियो। त्यो गरेपछि हामी के छ भन्दाखेरि अब लिमिट एक्टिभ गर्नलाई हाम्रो अब यहाँ हेर्दाखेरि के छ भन्दाखेरि बाई हजुरको के छ हामीले तिर्नुपर्ने एमाउन्ट के छ 19,44,705 रुपियाँ 3 पैसा छ 0.3 पैसा छ। अनि हाम्रो यहाँ एउटा सेल गरेको छु मैले हजुरको 4-5 दिन पहिला या 3 दिन पहिला सेल गरेको थिएँ हजुरको। सेल गरेको अब 2 दिनपछि हाम्रो भाइकोले हाम्रो सिस्टममा हजुरको हाम्रो टिएमएसमा अपडेट गरिदिन्छ। त्यो हाम्रो के छ भने 19,42,569 रुपियाँ छ 5 पैसा। त्यसले गर्दाखेरि अब यो दुइटालाई हामी कम्बिनेसन गरेर आयो भने के छ भन्दाखेरि यसरी क्लिक गर्ने अनि अर्को क्लिक गर्ने। दुइटा क्लिक गर्ने बित्तिकै हाम्रो यहाँ नेक्स्ट सेटलमेन्ट हजुरको अटो एक्टिभ हुन्छ। अनि त्यहाँ गएर हजुरको क्लिक मार्ने हो। अनि क्लिक मारेपछि के छ भन्दाखेरि यहाँ हाम्रो के छ भन्दाखेरि आयो हजुरको नेट एमाउन्ट पेमेबल हजुरको दु 2,135 रुपियाँ 58 पैसा र हामीसँग क्यास लिमिट कोलेटर के छ भन्दाखेरि 2,587 पैसा छ। यो हामीले हेर्नुपर्छ। यो क्यास लिमिट हामीसँग हुनुपर्छ। हामीलाई के छ भन्दा यहाँ पुग्ने जुन हजुरको जुन हाम्रो जुन तिर्नुपर्ने एमाउन्ट हुन्छ त्यो बराबरको यहाँ क्यास लिमिट हुनुपर्छ। त्यो एमाउन्टको क्यास लिमिट छैन भने हामीले या त के छ भन्दाखेरि कुनै टाइपबाट लोड गर्नु पर्यो पैसा होइन, या त ब्रोकरसँग क्यास लिमिट माग्नु पर्यो। सुरुमै हामीले जुन सेयर बेच्छौँ ब्रोकरलाई या त पैसा हाल्छौँ। अब कुनै टाइपबाट हालेछ भने त्यहाँ अटो आउने भयो या त सेयर बेच्दाखेरि हामीलाई क्यास लिमिट हालिदिनु अनि त्यो बाँकी थप लिमिट क्रेडिट त्यो नन क्यास हालिदिनु भनेर भन्नुपर्छ। त्यो भयो भने के छ भन्दाखेरि हजुरलाई इजिली हजुरको लिमिट अब जसरी हजुरको अहिले मेरो तिर्नुपर्ने हजुरको यहाँ हजुरको 2,135 रुपियाँ 58 पैसा छ र यहाँ हाम्रो के छ भन्दाखेरि हजुरको 2,587 रुपियाँ 5 पैसा छ। अब यसलाई के छ भन्दाखेरि हामी अब यसलाई प्रोसेसिङमा यहाँ तिर्नुपर्ने आयो भने यहाँ प्रोसेसिङ एक्टिभ हुन्छ, तर लिनु पर्यो भने प्रोसेसिङ एक्टिभ हुँदैन। त्यसले गर्दाखेरि हामी यो ख्याल गर्नुपर्छ कि 10 रुपियाँ पनि या त 5 रुपियाँ पनि तिर्ने गरी आओस् र त्यो लिमिट त्यो तिर्ने गरी एमाउन्ट हाम्रो क्यास लिमिटबाट पुगोस्। त्यो चाहिँ ख्याल गर्नुपर्छ। त्यो चाहिँ मेन महत्त्वपूर्ण कुरा त्यो हो। सबभन्दा मुख्य कुरा त्यो हो। अब यहाँ क्लिक माऱ्यो। अब क्लिक मारेपछि के हुन्छ भन्दाखेरि यहाँ हाम्रो एउटा त्यसरी 2टा अप्सन आयो। हजुरको कोलेटरल पेमेन्ट र हजुरको यो इओडी पेमेन्ट यसमा के छ भन्दाखेरि हजुरको यहाँ क्यास कोलेटरल पुग्ने एमाउन्ट छ भने यसमा क्लिक हुन्छ। अनि कोलेटरल पुग्ने एमाउन्ट छैन भने यहाँ हजुरले कुनै टाइपबाट सिधै डाइरेक्ट पे गरे पनि हुन्छ हजुरको। डाइरेक्ट हजुरको अब 2,135 रुपियाँ हजुरको डाइरेक्ट पे गरे पनि हजुरको खुल्छ। क्यास कोलेटर नभए पनि हजुरको डाइरेक्ट पे गर्नुभयो भने कुनै टाइपबाट लिङ्क गरेर गर्नुभयो भने हुन्छ। अब त्यो गर्नलाई के छ भन्दाखेरि अब जसरी मैले अहिले कोलेटरल पेमेन्टमा गएँ अनि क्लिक गरेपछि यहाँ हजुरको एमाउन्ट मलाई थिच्नुपर्ने आयो। अब टक्क म जति हजुरको एमाउन्ट छ यहाँ हजुरको 2,135 रुपियाँ 35 रुपियाँ के छ भन्दाखेरि 58 पैसा एकुरेन्सी हाल्नुपर्छ हजुरको। एकुरेन्सी भएन भने हुँदैन हजुरको। एक सिस्टमले लिँदैन। अनि एकुरेन्सी हाल्ने बित्तिकै यहाँ सिस्टमले लियो हजुरको। यहाँ ग्रिन आयो हजुरको होइन मेक पेमेन्ट आयो हजुरको। अनि यो क्लिक गरेपछि फेरि यहाँ हजुरको
कन्फर्म पेमेन्ट आयो त्यो क्लिक गर्ने बित्तिकै मेरो लिमिट खुल्यो, अटो खुल्यो। अब हजुरको मेरो पैसा क्यास पे लिमिट भयो जम्मा 451 रुपियाँ। अब मेरो लिमिट अघि हेर्नुभएको हजुरको लिमिटभन्दा ठ्याक्कै के छ भन्दाखेरि मेरो पुरै लिमिट 99% लिमिट खुलिसकेको छ। त्यो भनेको के छ भन्दाखेरि मसँग अघि थियो 62,000 कति लिमिट थियो चान्चुन मैले त्यो हेरेँ। अनि अहिले के छ भन्दाखेरि मेरो 19,58,000 को लिमिट अटो भइसक्यो। अनि त्यो भएपछि के छ भन्दाखेरि हजुरलाई ब्रोकरको भर पर्नु परेन। हजुरको ब्रोकरको जुन लिमिट हाल्ने मान्छेको के छ भन्दाखेरि अब उहाँकै के छ भन्दाखेरि WhatsAppमा कल गर्नु या त फोन गरेर कन्ट्याक्ट गरिराख्नु पर्दैन। र यो टिएमएसमा हजुरको यो सिस्टम हजुरको पहिलादेखि हो, अहिले नयाँ होइन, हामीले नचलाएको हो। र सकेसम्म यो टिएमएस बनाउने व्यक्तिले यत्रो ठुलो गल्ती गरेर छोडिदिँदैन। किन भन्दाखेरि हामीलाई चाहिने रेगुलर चाहिने चिज हजुरको हो। जसरी हामीलाई यो लिमिट भने त हामीलाई मार्केटमा आएको मान्छेलाई सधैँ चाहिने हो। अनि हजुरको सधैँ भन्यो भन्दाखेरि 2 दिन, 4 दिन, 5 दिन, 10 दिनमा चाहिराख्ने चिज हो। अनि यो पर्मानेन्ट समस्या हामीलाई के छ भन्दाखेरि यो टिएमएस जुन जुन अब रिसर्चरले या साइन्टिस्टले जसले बनाएको थियो उहाँले सधैँको लागि हामीलाई यो समस्या राखेको छैन। त्यसले गर्दाखेरि गल्ती हाम्रै हो, हामीले नखोज्या हो होइन। त्यसले गर्दाखेरि हामी के छ भन्दाखेरि यो खोलेर हजुरको अब यो गर्दाखेरि धेरै इजिली हुन्छ हजुरको होइन। यो हजुरको त्यसो भन्दाखेरि कुनै ठुलो कुनै साइन्स छैन हजुरको। यो सिम्पल हो, सिम्पल, मेक्सिमम सिम्पल। र यो झन् हजुरको जुन बाहिर बस्ने हाम्रो जुन अब हजुरको जुन विदेश बस्ने लगानीकर्ताहरूको लागि यो धेरै ठुलो हजुरको जसरी समस्या हो। ब्रोकरको लिमिट र हजुरको के छ भन्दाखेरि अब उहाँले दिएको जुन थप अब जुन लिमिट दिएछ त्यति मात्रै एक्टिभ गर्ने हो। हामीले आफ्नो हिसाबले हजुरको एक्स्ट्रा लिमिट एक्टिभ गर्न मिल्दैन। हामीलाई जुन ब्रोकरले प्रोभाइड गराएको छ अब 1:2 प्रोभाइड गराएको छ कि 1:3 प्रोभाइड गराएको छ, ब्रोकरले जुन प्रोभाइड गराएको छ त्यति मात्रै एक्टिभ गर्ने हो। त्यसले गर्दाखेरि यो होइन के छ भन्दाखेरि हामीलाई 20 लाखको लिमिट दिएछ भने हामी 30 लाखको लिमिट एक्टिभ गर्छौँ भने छैन। हामीलाई 20 को दिएछ भने 20 को हामी रिएक्टिभ गर्छौँ र फेरि भोलि बाई आज बाई गऱ्यो र 2 दिन 4 दिन फेरि बाईको सेल गरेर 2 दिन 4 दिनपछि सेल गरेर फेरि रिएक्टिभ गरिलिन्छौँ। त्योसँग र बाई र सेलसँग कम्बिनेसन मिलाएर अनि रिएक्टिभ गरिलिन्छौँ। यो हजुरको कुनै ठुलो हजुरको त्यो समस्या पनि होइन हजुरको। सर भयो सर? ठिक छ, हस्, नमस्कार। हस् नमस्कार। अब फेरि एकचोटि रिकभर होला सकेसम्म लास्टमा सकेसम्म यो मैले के भन्दाखेरि सर सजिलो हुन्छ सर लास्टमा? लास्टमा हस्, धन्यवाद, आजलाई म छुट्टी। सकेसम्म अनि हस् धन्यवाद। आजलाई यति नै होइन। अनि होप हुन्छ कि हजुरले चाँडै सिक्नुहुन्छ भनेर होइन हो, होइन होप भनौँ कि के भनौँ सर? मिलाएर भन्नु न, हस् आजलाई यति नै भनिदिनु न, धेरै नबोल्नु। धेरै बोलेपछि बिग्रिन्छ। हो हस् आजलाई यति नै। अब होप छ कि हजुरहरूले सकेसम्म लिमिट खोल्न आफै सिक्नुहुन्छ कि भनेर मेरो प्रयास थियो। नमस्ते है भएछ। स्क्रिन रेकर्डिङ बन्द गरिदिन्छ है यसरी।